एउटा इन्ट्रेस्टिङ मोनुमेन्ट भेट्यो त, त्यसैले गर्दा मैले चाहेँ तपाईँहरूलाई पनि देखाइदिनु पऱ्यो भन्ने। लेप्चा फोर्टको यो दालिम फोर्टमा चाहिँ आजभन्दा 1864 भनेपछि 6 डिसेम्बर 1864 भनेपछि 250 वर्ष अगाडिको इतिहास बोकेको यो जग्गा हो। यहाँनिर लेखिएको छ 7 जना ब्रिटिस आर्टिलरीको सोल्जरहरूलाई चाहिँ उनीहरूको अर्डिनेन्स एउटा तोप पड्किँदाखेरि यहाँनिर शहीद भएको भनेर लेखिएको छ, उनीहरूकै नाममा लेखेको छ। यो के भाषामा, जापानिज आई डोन्ट नो, त्यो भाषामा बाङ्लामा पनि रहेछ। उनीहरूको समाधि भनेर लेखिएको छ अघि। अनि यो जग्गा चाहिँ भन्नु मतलब चाहिँ अब 200-250 साल पुरानो इतिहास बोकेको जग्गा रहेछ हाम्रो अघि, त्यसरी बुझौँ ल साथी। आजको यो मेरो के भन्छ 5 पौडीको यात्राको क्रममा प्रथम पडाउ यो मेरो। र हामी जानुपर्छ माथिको त्यो डाँडा जो छ त्यहाँ देख्नु हुँदैछ। ल जोड्दै जाउँ ल, थ्याङ्क यू।